हिजो सामाजिक सञ्जालमा चाहिँ तपाईँको एउटा तस्बिर भाइरल बनेको थियो। त्यसमा चाहिँ के थियो भन्दाखेरि चाहिँ तपाईँ यही ठाउँमा सुत्नु भएको रहेछ हैन। कार्यवाहक वडा सदस्य हुनुहुन्छ बेलुका नगरपालिका वडा नम्बर 5 को। कार्यवाहक वडा सदस्य हुँदाहुँदै तपाईँ चाहिँ कार्यालयको समयमा चाहिँ यही सोफामा सुत्नु भएको तस्बिर बाहिरिएको छ हैन। ससुरालीको सुताई वडा कार्यालयमा भन्ने तरिकाले बाहिरिएको छ हैन। वास्तवमा तपाईँ वडा कार्यालयको अफिस टाइममा कार्यवाहक वडा अध्यक्ष हुँदाहुँदै किन सुत्नु भयो त यो सोफामा? स्कर्पियो गाडीसँग ठक्कर खाएको। अनि म चाहिँ अब बाइकमा हुनुहुन्थ्यो तपाईँ? बाइकमा मेरो बाइक तपाईँको 300 मिटर जति घिसाएर लग्यो। तर म छेउमा किनारमा भएको कारणले गर्दाखेरि म उछिटेर नालीतिर गएर म बाँच्न चाहिँ सफल भएँ। तर मेरो चाहिँ अब कम्बर मुनि चाहिँ हाडहरू भाँचिएर एक्सरे गरेको छ। मेरो स्टिलहरू राखेको छ, 2टा स्क्रुपहरू छ। यहाँ मैले त्योमा पनि छ के अरे एक्सरेको फोटोहरू मैले त्यो कमेन्टमा पनि हालेको छु। धन्यवाद यहाँको प्रश्न गर्नुभएकोमा र स्वागत छ। विशेष गरेर म एक त म बिरामी एक्सिडेन्ट परेको मान्छे थिएँ र यो अहिले हाम्रो अध्यक्षज्यू चाहिँ 10 दिनको भ्रमण को लागि चाहिँ इन्डिया जाने निर्णय गर्नुभएको छ। अनि हामी लगभग यो मिटिङमै थियौँ। मिटिङ बसेकै बेला उहाँले मलाई अब तपाईँले कार्यवाहक सम्हाल्नुपर्छ 10 दिनको लागि भनेर चाहिँ मलाई प्रस्ताव गर्नुभयो। अनि होइन म सक्दिनँ, म आउनु गर्दिनँ, अरू नै बस्नुपर्छ भन्दै पनि मलाई होइन तपाईँ अब अशक्त पनि हुनुहुन्छ, आएर वडामा चाहिँ बसिदिनु भन्ने कुराहरू गर्नुभयो। अनि अरू कोही म व्यक्तिगत काममा भ्याउँदिनँ भने कोही म सक्दिनँ, म पनि बिरामी छु भन्ने अब भनिसके पछाडि अनि मलाई चाहिँ परै जस्तो परेर अनि मैले के गरेँ। अनि बिचमा फेरि यो अहिले सिस्टम परिवर्तन भएर रहेछ। अब यो कार्यवाहक चाहिँ अब दिनु पर्दाखेरि अध्यक्षले नगरपालिकामा अग्रिम यो चाहिँ मेल गराउनु पर्ने रहेछ स्वीकृति गर्नको लागि। अनि फेरि मैले अब 4 जना छौँ हामी 2 दिनको पालो गरेर गरौँ न, म 2 दिन आउँछु, अरू सदस्यहरू पनि 2 जना चाहिँ आएर पालो गरौँ भन्दाखेरि त्यो पनि नमिल्ने रहेछ। अध्यक्ष अब इन्डियामा गइसक्नु भए पछाडि यहाँनिर अब पटक अब उहाँले अब यहाँ सिफारिस गर्नुपर्ने, मेल गराउनु पर्ने नगरपालिकामा अब कार्यवाहकको लागि त्यो भागले त्यो पनि नमिल्ने भएको हुनाले म ल ठिक छ त 10 दिनको लागि भएँ भनेर म बस्ने क्रममा अब म अहिले भनेको तपाईँको मङ्सिर 8 गते चाहिँ अब एक्सिडेन्ट चाहिँ परेको हो राति 7:30 बजीतिर। 82 को मङ्सिर 8 मा? हजुर। अनि कहाँनिर एक्सिडेन्ट भएको? एक्सिडेन्टको प्रकृति चाहिँ कसरी? यो चाहिँ म तपाईँको यता यो वीरेन्द्र चोक भन्दा अलिक गोरतिर 45 चोक बिचमा भएको हो। र त्यस्तो अवस्थामा फेरि अहिले मलाई यो बिचमा जब अब औषधिहरू धेरै कुरा खाने आराम गर्ने क्रममा मोटाइयो पनि अलिकता अब धेरै रोगहरूले पनि च्यापेछ। अहिले मलाई सुगर पहिलादेखि त थियो के अरे प्रेसरहरू र सुगरको औषधि मैले खाइरहेको छु। धेरै सुगरहरू पनि अहिले 200सम्म पुगेछ बढेर लेभल। अनि अहिले सुगरको एन्जाइटीको औषधिहरू खाइरहेको छु, नसाको औषधिहरू। त्यसले गर्दाखेरि एन्जाइटीको औषधि एकदमै निन्द्रा चाहिँ ल्याउने, झुम्म हुने, एन्जाइटीको औषधिले त निन्द्रा ल्याउँछ। हजुर, बनाउँदो रहेछ। अनि म अब यहाँ लगभग 3 बजेदेखि 3:30 बजेको समयमा अब म यहाँनिर झट्काको अवस्था रहेछु। अब उहाँ त्यतिखेर आउनुभएछ र मलाई युवराज दाहाल भन्ने मान्छे, उहाँलाई मैले चिनेको पनि थिइनँ र उहाँको चर्चा पनि मैले त्यति राम्रो बुझेको पनि थिइनँ। उहाँ आउनुभएछ र चोरदाउले फोटो खिचेर मलाई कमसेकम उहाँले उठाएर चाहिँ अब के हो कसो त अब यतिखेर तपाईँ यहाँ सुत्ने के कारणले सुत्नु भएको, सन्चो बिसन्चो के छ, यदि अब राम्रै किसिमले सुतेको भने यो सुत्ने समय होइन, यो ठाउँ होइन भनेर चाहिँ। उहाँ के कामको लागि आउनुभएको रहेछ? उहाँ के कामको लागि आउनुभएको केही थाहा भएन। यहाँ स्टाफहरूलाई चाहिँ अब उता सोध्नुभएछ वडाध्यक्ष कता हुनुहुन्छ भन्दै। अनि त्यहाँबाट वडाध्यक्षलाई सोधिकन यताउति वल्लोपट्टा हेर्नु भएछ।
अनि तपाईँ कहाँको के हो भन्दाखेरि म बेलागाकै हुँ, म बेलागाकै मान्छे हुँ भनेर भन्नुभएछ। त्यसपछि अनि यहाँ भिडियो के अरे मेरो फोटो खिचे पछाडि ल यति नै खोजेको अब भेट्यो हामी गयौँ भनेर लागेछ। ए कामको लागि आउनु भएको थिएन र? कामको लागि होइन, केही पनि होइन, त्यही उहाँले चाहिँ अब नेगेटिभ कुराहरू खोज्दै हिँड्नु भएको रहेछ। त्यो अब त्यस्तै देखियो, तपाईँलाई फेला पार्नुभयो? हजुर। मलाई अब त्यही एउटा दुर्भाग्यवश अब त्यतिखेर झट्का। तपाईँ अनि हिजो त्यति बेला चाहिँ किन सुत्नु भयो त? म औषधि मलाई पेटको पनि एकदमै भइरहेको थियो, पखाला लागिरहेको थियो। मैले भर्खर मात्रै सुपारी चोकबाट औषधि लिएर त्यो पनि औषधि खाएर धेरै पटक दिशा दिनमा 4 पटक जति मैले गरिसकेको थिएँ। दिशा गरेर त्यो औषधि खाएर लगभग यहाँ यसो अब सेवाग्राहीहरू पनि अब 2:30 बजेपछि त त्यति आउँदैन, लगभग जाने भइसक्यो थियो। आउने भनेको चाहिँ त्यही अब के अरे यो 9 देखि 11, 9, 10, 11, 12 यो के अरे अपडेट गर्नेहरूलाई मात्रै आउनु भएको थियो। उहाँहरू भत्ता अपडेट गर्ने भन्नुभयो? हजुर, ए नवीकरण गर्ने, हजुर। अनि म अब त्यति मजाले अब म सुते एउटा ओछ्यान लागेर मजाले निदाउने तरिकाले पनि म सुतेको होइन नि। एउटा कार्य अब सेवाग्राहीहरू आउनुहुन्छ कि कोही केही भनेर चाहिँ म पनि एउटा सामान्य तरिकाले ढल्केको रहेछ। त्यो अवस्थामा झपक्क चाहिँ निदाएको रहेछ त्यो औषधिले गर्दा पनि। त्यो अवस्थामा चाहिँ उहाँले मलाई एउटा कम्तीमा फोटो खिचिसकेपछि अब उहाँले सोध्नुपर्छ कुन तरिकाले सुत्नु भएको के हो। अब तपाईँको फोटो यसरी मैले खिचेको छु, अब मैले के गर्दा हुन्छ सामाजिक सञ्जालमा हालिदिउँ कि के भन्ने खालको चाहिँ गर्नुपर्ने। उहाँले अब एउटा मेरो चाहिँ एकदमै व्यक्तिगत हिसाबमा मेरो चाहिँ चरित्र हत्या गर्नुभएको छ त्यो फोटो। मैले उहाँलाई बारम्बार मैले नम्बर खोजेर उहाँलाई पनि गरेँ, अनुरोध पनि गरेँ, कल गरेँ। पहिला उठाउनु भएन, फोन काट्नुभयो। पछिबाट मैले बेलुका उहाँले नि म्यासेज मैले छोडेको थिएँ। अनि मलाई म्यासेजमा नमस्कार दाइ भन्यो। अनि मैले भनेपछि अनि कल गरेँ। मैले कल गरेपछि भन्दाखेरि हो ठिक छ भाइ, म एउटा पहिलो गल्ती मेरो निदाउनु त्यहाँ सुत्नु गल्ती हो, तिम्रो गल्ती दोस्रो अब त्यसरी हाल्नु नहुन्थ्यो, हालेछौ त्यो डिलिट गर भन्दा पनि उसले यो कुनै हालतमा दाइ डिलिट हुँदैन भन्ने अनुरोध उसले मैले गर्दा पनि कुरा गरिसक्नु उहाँसँग? हजुर, कुरा मेरो भएको फोनबाट हिजो लगभग बेलुका 7:30 कुरा भएको। त्यो पछिबाट अनि मैले बेलुका कमेन्ट पनि के गरौँ भएर लास्टमा छोडेको छु। र मैले 24 घन्टा मैले अझै पर्खिने, यो मान्छे सच्याउँछ कि यो भाइले केही मलाई अब माफ माग्छ कि भन्ने मेरो चाहिँ एउटा सोचाइले म पर्खाइमा थिएँ। र अहिलेसम्म भाइले अब त्यो कुनै पनि अब गरेको छैन। तपाईँलाई लाग्छ त उहाँले फेरि माफ माग्नुहुन्छ, डिलिट गर्नुहुन्छ भने लाग्छ त? एउटा वडा सदस्य वडा कार्यालयमा सुतेको भेट्छ अनि उसले पोस्ट गर्छ, तपाईँलाई लाग्छ अझै पनि उसले डिलिट गर्ला त त्यो पोस्ट? होइन, अब मेरो अवस्था बुझिकन उहाँले अब मेरो अवस्थालाई चाहिँ उहाँले अब नबुझिकन पहिला पोस्ट गर्नुभयो। पहिलो गल्ती मेरो अब त्यो सुत्नु थियो भने दोस्रो गल्ती उहाँले पनि नबुझिकन मेरो व्यक्तिगत चरित्र माथि हत्या गर्ने तरिकाले चाहिँ अब उहाँले त्यो गरेको व्यवहारलाई चाहिँ सच्याउनुहुन्छ भन्ने मलाई चाहिँ आश थियो। तपाईँले पहिला पनि यहाँ सुत्नुहुन्थ्यो त्यसै गरी? पहिला पनि सुत्ने गर्नुहुन्थ्यो? होइन, म अरू बेला त किन सुतेकै थिइनँ। त्यो हिजो चाहिँ अब लगभग अब सेवाग्राहीहरू पनि सबै अब गइसक्नु भएको थियो होइन। 3, 3:30 बजे भनेपछि लगभग अब 10 बजे कसैको काम तपाईँ सुत्दाखेरि त कसैको काम रोकिएको अवस्थामा थियो? यहाँ छैन, त्यस्तो थिएन, रोकिएको अवस्थामा थिएन। पछि कसरी उठ्नुभयो तपाईँ? हजुर, पछि कसरी उठ्नुभयो त? पछि कुनै सेवाग्राहीले फेरि उसको काम आएर उठ्नुभयो कि आफै निन्द्रा पुरेर म आफै उठेँ। पछि मैले उहाँले बोलेको कुरा पनि अलिअलि मैले कानमा चाहिँ सुन्दै थिएँ क्या। तर उहाँ हुनुहुँदो रहेछ अब वडा सदस्य के अरे जनप्रतिनिधि भनेको यस्तो पो हुनुपर्छ त भन्ने खालको चाहिँ उहाँले बोलेको कुरा मैले कानले सुनिरहेको थिएँ। तर उहाँ हुनुहुँदो रहेछ। त्यो फोटो खिचेर गइसकेको फोटो खिचेको चाहिँ मलाई याद भयो, थाहा भएन। त्यस पछाडि उहाँ हिँडिसकेपछि म बिन्जेपछि अनि चर्चा भयो। अनि यता यस्तो मान्छे आउनुभएको थियो फोटो खिचेर। सेवाग्राही वडावासी सेवाग्राहीहरूलाई के भन्न चाहनुहुन्छ? म वडावासी अब किनभने उहाँले त तपाईँलाई प्रत्यक्ष भोट दिनुभएको छ हजुर होइन?
सेवाग्राहीहरूलाई के वडावासीलाई भन्न चाहन्छु भने अब मैले पहिला पनि अब उहाँले मलाई यति विश्वास गरेर सबैभन्दा 5 जना टिम वडाध्यक्ष भन्दा पनि मैले 37 मत बढी प्राप्त गरेको, जम्मा 1177 मत बढी मैले मत लिएर प्राप्त गरेको। किन मलाई त्यो त्यति मत भारी मत दिनुभयो, मलाई ममाथि पनि केही आशा र भरोसा राखेरै विश्वास गरेरै दिनुभएको भन्ने मलाई लाग्छ। र म यस्तो एक्सिडेन्ट परिकन पनि मैले अब सेवाग्राहीहरूलाई अब आराम गर्दै अथवा हरेक गर्दै भए पनि मैले अब गर्ने सेवाहरू चाहिँ मैले गरि नै रहेको थिएँ, गरिरहेको हो। बाहिर बरु अब वडामा नबसिकन बाहिर आराम गरेर बसेर चाहिँ जनता सेवाग्राहीहरूलाई मैले दुःख दिने नियत र चाहना पनि होइन र त्यो पनि भएको थिएन। वडामै बसेर मैले अब सुख दुःख हरेक कुरा पीडा अब समस्या सहँदै झेल्दै भए पनि अब मैले गरिरहेको अवस्थामा अब यो अवस्थामा चाहिँ मलाई चाहिँ मेरो व्यक्तिगत चरित्र चाहिँ हत्या भएको छ। त्यसमा म एकदमै त्यो भाइ समक्ष चाहिँ म दुःखी छु र मैले अनुरोध। त्यो भाइ तपाईँको वडावासी हो कि होइन? त्यो भाइ होइन, तपाईँको सेवाग्राही हो कि होइन? बुझ्दाखेरि 3 नम्बरको भाइ रहेछ त्यो भाइ चाहिँ। अनि अब सामाजिक सञ्जाल मिडिया अब एउटा के अरे अधिकार प्राप्त कुनै मान्यता प्राप्त अब पनि होइन रहेछ मैले बुझ्दाखेरि। तर त्यसरी अब नेगेटिभ कुराहरू मात्रै उसले अब त्यस्तै कुराहरू मात्रै खोजेर हिँड्ने लगाउने काम उसको मात्रै त होइन होला नि। अब मिडियाको काम भनेको त अब राम्रो नराम्रो सबै कुराहरू हाल्ने हो, तर विचार गरेर हाल्नुपर्ने, व्यक्तिगत चरित्रलाई चाहिँ हत्या हुने गरी चाहिँ हाल्नु भएन। एउटा सानो उसले गर्दाखेरि गरेर त्यसमा कति अब आन्दोलन भइरहेको छ, कति घटनाहरू घटिरहेछ। अब त्यो गणेश नेपालीले त्यस्तै सानोतिनो हुँदेखि नै उसले आत्मदाह समेत गर्नु बाध्य भयो। नियम अब लाई पालना गर्नुपर्छ, तर नियमलाई पनि अब मानव भएर मानवताको कुरालाई चाहिँ अब सुझबुझ गरिकन त्यो कुरालाई चाहिँ मानवीय हिसाबमा उद्धार गर्नुपर्ने छ कि अब समय मौका दिनुपर्ने छ कि ती कुराहरूलाई चाहिँ ख्याल गर्नुपर्ने जस्तो लाग्छ मलाई। अब त्यो भाइले चाहिँ मलाई अब कुनै पनि प्रश्नै नगरी नसोधिकन मौका छोपेर मौका तपाईँलाई उठायो कि उठाएन? मलाई उठाएन, मलाई बोलाएको भनेर चाहिँ उसले पछिबाट मलाई फोनमा भनेर छ, तर बोलाएको भए म उठिहाल्थेँ। किनभने म मजाले चाहिँ ओछ्यान लागेर म बिस्तारामा सुतेको म होइन, किनभने म थोरै अब त्यो ढल्केको अवस्थामा झप्काएको मात्रै हो। सेवाग्राही आउँछ कि कोही आउँछ कि भन्ने मनमा डर त्रास भयो लिएरै सुतेको मान्छे त त्यस्तो मस्त त निदाइँदैन नि। तर बोलाएको भएदेखि यहाँ स्टाफहरूलाई मैले सोधेँ, त्यो भाइले मलाई बोलाएको भन्दाखेरि हामीले सुन्यौँ पनि देख्यौँ न। यहाँनिर चाहिँ हाम्रो कोठामा छिरेको थियो, अध्यक्ष सोध्दै यताउता, अनि सबै कोठाहरू चाहिँ हेरेर चाह्यो, अनि त्यो गयो अनि भन्यो। अनि त्यसरी त्यो भाइले गरेछन्। अब त्यो र अब यसको लागि चाहिँ म एकदमै अब यो म भाइले अब 24 घन्टा यो आजको दिन भित्रमा अब त्यो मान्छेले कुनै किसिमको पनि ममा मागेन, कुनै अब त्यो स्टेटस चाहिँ अब सुधारेन या गरेन छ भने म चाहिँ सम्बन्धित एउटा अब निकायमा जाने सोचिराख्नु भएको छ। कानुनले के अब यसको निकास दिने हो, म चाहिँ यो एउटा के अरे मानहानिको एउटा लिएर म चाहिँ सम्बन्धित निकायमा जाने पक्षमा छु। मेरो गल्ती त्यो एउटा निदाउनु त्यो भयो भने उसले पनि त मेरो व्यक्तिगत चरित्र हत्या गर्ने गरी मेरो उसले सामाजिक सञ्जालमा हाल्नुको कारण के हो त? उसको कामै त्यही हो कि उसले त्यस्तो माथिबाटै चाहिँ लिएर आएको हो कि आदेश लिएर उसको कामै त्यही हो कि त्यो के हो? म त्यो प्रश्नमा पारिमाग्न चाहन्छु। र मुख्य कुरा तपाईँलाई यहाँ कार्यालयमा आएर सुत्नकै लागि त जिताएका पक्कै पनि होइनन् होला, होइन? ध्यान दिनुपर्ने कुरा हामीले ध्यान दिनु। र म अरू बेला तपाईँ सदा
हजुरले भने सदाभर म सुतेर बस्ने मान्छे पनि होइन, सुत्ने अवस्था कसैले भेटेको अवस्था पनि होइन। र त्यही हिजो मात्र अब म सुतेँ भन्दा पनि अब एकछिन ढल्केको थिएँ। त्यो अब औषधिले गर्दाखेरि झर्काएछु, झर्काएको अवस्थामा उहाँ आएर अब फोटो लिनुभयो। त्यो फोटो लिए पनि त मलाई यो सुत्ने समय त होइन, यो कार्यालयमा निगम समय होइन, के हो कसो हो, उहाँले मलाई प्रश्न गर्नु सक्नुहुन्थ्यो, त्यो सजेसन गराएर जानु सक्नुहुन्थ्यो। सच्चा एउटा के अरे सचेतक नागरिकको एउटा उनको लागि चाहिँ गर्ने अब त्यो अगाडि बढ्ने भाइ भएको हो भने पनि मलाई चाहिँ सचेतना गराएर चाहिँ हिँड्नुपर्थ्यो। तर यसरी चरित्रमाथि हत्या गरेर चाहिँ उहाँले यसरी मिडिया बाजी गरेर, त्यसो भए तपाईँको दाबी चाहिँ उहाँले चरित्र हत्या गर्ने आशयले पोस्ट गर्नु फोटो? हजुर, त्यही देखिन्छ। अब किनभने उहाँको शब्द पनि अलिकति मिलाएर लेख्नु भए हुन्थ्यो। ससुरालीको सुताइ अरे, ससुरालीको सुताइ भाइ तिमीले त्यो फोटो त खिचौ, पोस्ट गरौ, तर अलिकता शब्द निज शब्द तिमीले लेखेछौ, त्यो के अरे के अरे ससुरालीको सुताइ भनेर चाहिँ त्यो कुन त्यस्तो निज शब्द चाहिँ लेख्नु नहुन्थ्यो भन्दाखेरि म ससुरालीमा त्यसै पनि सुत्छु दाइ, त्यही भएर मैले ससुरालीको सुताइ लेखेको हुँ भनेर ठाडो जवाब मलाई दियो। अनि उसले डिलिट गर त सच्चा हो भन्दाखेरि कुनै हालतमा पनि त्यो डिलिट हुँदैन दाइ भनेर मलाई हुन्छ, हामीलाई समय दिनुभयो, धन्यवाद। हस्, धन्यवाद, नमस्कार।